यही नहीं, अभी और सुनिए। ए साला माथा कालो भएछ रे, तर ह्यान्डसम देखेछ। अरे ल यही नहीं, अभी और सुनिए। ए साला माथा कालो भएछ रे, तर ह्यान्डसम देखेछ है। मेरो मम्मीले भन्नुहुन्छ कि पहिला तिमी पेटमा हुँदा म एकदम हामी पहिला गरिब थिए। मैं गरीब हूँ। सो मेरो मम्मी भन्नुहुन्छ सागपात मात्र खाएर जन्माछु भनेर होइन। सो म त्यो कुरा भन्न चाहदिनँ। हाम्रो नेपालको सरकारले के भनेछ भने नि, तराईको बासिन्दाहरूलाई, जनताहरूले, बाबु तिमीहरू कर मात्र तिर र यस्तै बाटोमा हिँड, हामी सक्दैनौँ तिमीहरूको बाटो क्षेत्र बनाउन। सो यसैको म कर तिर्छु होइन। जुन यो देखिराख्नु भएको छ पछाडि, यो मेरो वाहन हो र यसलाई म धेरै माया गर्छु, तर आफ्नै मेहनतले किनेको हो। सो प्राउड फिल हुन्छ। र हामी त्यो जमानामा पहिला भन्न बित्तिकै केही पाइँदैन थियो। बुवाले भन्न बित्तिकै केही पाइँदैन थियो। पहिला कुटाइ खान्थे, त्यस्तो जेनेरेसनको कुटाइ खान्थे अनि माग्थे, फेरि कुटाइ खान्थे, फेरि रुन्थे, फेरि कुटाइ खान्थे, फेरि रुन्थे। हामी मतलब एकदम कुटाइ खान्थे केही माग्न बित्तिकै। हामीले जब एउटा चप्पल टुट्थ्यो नि, हामीले चप्पल पाइँदैन थियो। त्यो बेला हामीलाई त्यो फिता हुन्छ नि माथिको चप्पलको, त्यो पनि गाली गरी सुनी त्यही पनि त्यो फिता चाहिँ हामीलाई 10वटा गाली सुनेर, बोली सुनेर अनि मात्र त्यो पाइन्थ्यो हामीलाई फिता। तर आज भोलिको केटीहरूलाई त्यस्तो छैन। भन्न बित्तिकै चप्पल आउँछ, नयाँ आउँछ, त्यो पुरानो चप्पल फ्यालिदिन्छ होइन। यस्तो छ, हामी त्यो जेनेरेसनकै छौँ। एउटा ज्याकेट किन्नको लागि पनि, सर्ट किन्नको लागि पनि पहिला हामी गाली सुन्थे। यो जेनेरेसनमा छ, यस्तो त हुन्थ्यो हाम्रो जमानामा, तर आजभोलि त्यस्तो छैन। अच्छा, ठीक है। देख्न सक्नुहुन्छ साथीहरू, अब हाम्रो गाउँमा एकदम तराई क्षेत्रमा पानी पर्ने अवस्था देखिन्छ। पछाडि तपाईँ देख्न सक्नुहुन्छ कि एकदम हावा एकदम जोरले चलिरहेछ होइन। तर के हुन्छ भने कि हाम्रो तराईमा त्यस्तो हुँदैन। पहिला हामी धरामदोबर बादल आयो र अचानक पानी पर्न थाल्यो। हाम्रो तराई क्षेत्रमा त्यस्तो हुँदैन। पहिला हाम्रो गाउँमा 2 दिन मजाको, क्या बात है सर, क्या बात है सर, क्या मजाको 2 दिन पहिला गर्मी महसुस हुन्छ, फिल गराउँछ। त्यसपछि आनन्दको एकदम हावा दिएर अनि कुल हावा दिएर बादल लागेर अनि मात्र पानी पर्ने गर्छ है। हाम्रो तराई क्षेत्रमा चाहिँ यस्तो आवश्यक हुन्छ, यस्तै हुन्छ प्राय। तर आज खासमा बताउनु पर्ने कुरा तपाईँहरूसँग केही पनि छैन। अब यस्तै त छ, अब यस्तै लाग्छ मलाई पनि होइन। तपाईँहरूले पनि लाग्ला सायद होइन। 20-25 वर्षदेखि यस्तै छ। कर तिरेछु तर बाटो निर्माण भएको छैन। शिक्षाको त कुरै नगर्नु, शिक्षा एकदम हाम्रो तराई क्षेत्रमा 0 लेभल छ। सो म त्यसको कुरा गर्न चाहदिनँ। म पनि थोरै पढेछु यार, बढी पढे छैन होइन। किनकि हामी शुद्ध गरिब छु नि, त्यही भएर पढ्नै सकिनँ। अनि पढ्न सकिन्थ्यो तर खासै पढ्नै मन लागेन पछि गएर। सो हावा पनि एकदम कुलिङ चल्दैछ होइन। माथि बादल पनि एकदम दामी लागेछ। पानी पर्छ आज जसरी भए पनि। तर हाम्रो तराई क्षेत्रमा एकदम, हाम्रो नेपालमै भनौँ, नेपालमा एकदम जता गए नि हरियाली देख्न पाइन्छ है साथीहरू, जता गए नि हरियाली। अब यस्तो देशमा त हामी एकदम सुन्दर देशमा जन्मेको छौँ, तर अभागी छौँ कि हाम्रो सरकारले केही विकास गर्न खोजेको होइन। बाटो जब 20 वर्षमा त बाटो बन्न सकेको छैन, अरू के विकास गर्छ होइन। ल दामी छ मौसम अहिले, एकदम कुल छ। जता जानुहोस् हिँड्नुहोस् तपाईँले, कुलिङ मौसम छ। र बाटो यस्तै छ है, फेरि यो ग्रेभल मात्र पाइन्छ तपाईँले तराई क्षेत्रमा बढी। त्यही हो। अब हुन त दसैँ राम्ररी मनाउनु होला, छठ पर्व, दीपावली एकदम तपाईँले शुभ रहोस् भन्ने म आशा गर्न चाहन्छु।